पोखरामा फेवाताल अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चल्न सुरु भएको छ। अदालतले ताल अतिक्रमण गरी बनाइएका संरचना हटाउन 8 वर्ष अघि नै आदेश दिएको थियो। बितेका 8 वर्षमा ओली, प्रचण्ड, देउबा तीनैजना प्रधानमन्त्री भए। उनीहरूले अतिक्रमित ताल क्षेत्र खाली गराउने काम गर्न खोज्नेलाई रोकेर राखे। हालै पोखराका मेयर धनराज आचार्यले भनेका छन्, ताल क्षेत्रमा गृहमन्त्री सुदन गुरुङको पनि जमिन रहेछ। त्यो जमिनमा घर टहरा त बनेको छैन, तर अब मुआवजा बिना नै गृहमन्त्री सुदन गुरुङको जमिन पनि ताल क्षेत्रमा ल्याउनु पर्ने भयो। उहाँले मेरो जमिन पनि परोस्, म रोक्दिन, तपाईहरू तालको जमिन सुरक्षित गर्नुहोस् भनेर भन्नुभएको छ। कसैलाई सुदन गुरुङको अहिलेको कार्यशैली मन नपरिरहेको हुन सक्छ, तर आफ्नै जमिन पनि छाड्नु पर्ने अवस्थामा पनि उनले काम नरोक्नु भनेर पोखराका मेयरलाई भनेकै हुन् भने त्यसलाई हामी चाहिँ गलत कसरी बनाउँ त? अहिलेका गृहमन्त्रीको कार्यशैलीप्रति हाम्रो खास आलोचना छैन, किनभने सरकारमा आउँदै कुर्सीमा बस्दै विरोध गर्न थाल्नु प्रचलित अभ्यासको विपरीत हुन जान्छ। मात्रै केही सुझाव चाहिन्छन्, जस्तो कि अहिले गुण्डा, डन, बिचौलिया, फटाहा भनेर जति मानिसहरू पक्राउ परिरहेका छन्, तिनीहरूलाई पक्राउ गर्नु अघि प्रहरीले के साँच्चै उनीहरू विरुद्धको अभियोग अदालतमा प्रमाणित गर्न सक्ने गरी काम गरिरहेको छ त? सरकारले चाह्यो भने जो कोहीलाई पनि पक्राउ गरेर केही दिन थुन्न सक्छ, तर थुनिरहन सक्दैन। अदालतमा पक्राउ गरिएकाहरूले गरेको अपराध, त्यसको सबुत प्रमाण पनि पेश गर्नुपर्ने हुन्छ। सबुत प्रमाण बिना नै पक्राउ गरिएकाहरू केही दिनमा सजिलै छुट्छन्। यसकारण काम देखाउन रातारात पक्राउ पर्नेहरूको संख्या बढाएर देखाउनु कुनै सफलता